हेलो सम्पूर्णमा हौवा सेवा नमस्ते नमस्कार। तपाईहरु सन्चै हुनुहुन्छ होला। आज पनि फेरि मेरो छोटो भिडियोमा तपाईहरुलाई स्वागत छ भन्दै मैले चाहिँ भिडियो सुरु गरिसकेको छु। भिडियो तपाईहरु माझ आइपुग्यो भने सबभन्दा पहिला लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नछाड्नु होला भन्दै भिडियोलाई अन्त्यसम्म हेर्नु होला। आजको भिडियो मैले सुरु गरेँ है त। अब हामी चाहिँ भेडा ल्याउन हिँडेको है त। बाबु हिँड्दैछ पर चाहिँ आरोहन दादा कराउँदै हिँडिरहेछ। ए लड्छ है। म त स्याम्पूमा आज त म फर आज म त स्याम्पूमा अहिले चाहिँ साँझको 6:05 गइसकेको छ। यति बेला चाहिँ हामी चाहिँ हाम्रो पर चाहिँ भेडा बाँधिरहेको चाहिँ लिन हिँड्यौँ है त। हामी सबैजना हामी बाउ छोरा हिँडियो। हामी 3 भाइ हिँडियो है त। हाम्रो गाउँतिर चाहिँ अहिले मकै पाक्न थाल्यो है त। अब चाहिँ पोलेर खाने बेला भयो भटाभटी। यस्तो छ गाउँको मौसम। हाम्रो सुमन दादाले खतरा यहाँनिर पुस्ताकारी हाल्नु भएको छ। वातावरण अझै एकदमै राम्रो छ। यहाँ चाहिँ निभाराको बोट निभारा डाँडामा जक्कु जक्कु राँगहरू छ यहाँनिर चाहिँ। उठी गयो घाँस लगाइदिन्छ कि भनेर। ल हिँड ल मैले घाँस पनि लगाइदिइहालेँ। बो घाँस खाँदै बस्थ्यो मेरो। यता उभोतिर चाहिँ अहिले हाम्रो चाहिँ बादलै लागिरहेको हुन्छ। तारभित्र पुरा बादलै छ। दिनभरि चाहिँ अब घाम लागेको थियो भने यता कोदो रोप्ने कार्यक्रम नि सकिसकेको छ। यस्तो छ। यो अगाडिको चाहिँ भीमसिमे राँगो है। यो हेमन्त भाइको पिँढा लाग्दैछ बलियो हुँदैछ। पल्लो चाहिँ अलिक लुते छ। हेलो केटा हो। साँझ परेकोले पुरा चराहरू कराइरहेको छ बास बस्नुलाई। खोलातिर ब्याङ पटा कराइरहेको छ। ट्याङ गर्दै हो। बाबु बाबु बेबी के हो तिमीहरू? हो र
म चाहिँ रत्न खोला आइपुग्नु लाग्यो है। केटाहरू अघि अघि हिँड्दैछ, म केटाहरूलाई पछ्याएर पछि पछि। बाबु कहाँ गएको? आरोग्य 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 बाबु आरोहण नगर न बाबुलाई। आरोहण कहाँ गएको हौ तिमीहरू? कहाँ गएको? भेडा चराउनु हो? बाबु चाहिँ चप्पल फुकाएर यहाँ बस्दै गर्नु ल, म भेडा लिएर आउँछु ल। दुईजना मिलेर नखोचार्नु ल। बाई बाबु बाई बाई। केटाहरूले चाहिँ त्यहाँ बस्दै गर्छ, म चाहिँ यहाँ माथि चौतरी फाँ गएर भेडा लिएर झर्नेछु। भेडाहरू चाहिँ त्यहाँ छ है त, धेर छैन भेडा पनि। 3-4वटा मात्र छ भेडा, तर त्यहाँनिर बाँधिराख्ने हो। अनि दिउँसो अहिले लिन जाँदैछु म। भेडाहरू चाहिँ चढ्दै रहेछ। अब चढेर नि अगाइसकेछ दुईवटा चाहिँ। अहिले चाहिँ म चौतारी भाखाबाट हाम्रो दिब्रु गाउँ चाहिँ यस्तो छ। अनि रातो पर्न लागेको अरे, यस्तो छ है त। भेडा पाल्ने सजिलो उपाय चाहिँ पाखामा लगेर लामो डोरीले बाँधिराख्ने। डोरी यो डोरीले 1-2वटालाई बाँधेपछि अरू चाहिँ त्यहीँ पर्खिराख्छ, यताउता चर्छ है। यस्तो छ है त। फुकाइदिने बित्तिकै कुद्छ यिनीहरू, फुकाइदिने बित्तिकै घर कुद्छ है यिनीहरू गुरुहरू। फुकाएर ल्याएपछि ढाँड झरेपछि चाहिँ यिनीहरू थरै चर्छ त। दिउँसो यसरी चरिदियो त भुँडी नै फुट्छ होला। केटाहरू चाहिँ ढुङ्गादेखि झरिसकेको छ यहाँनिर। म भेडा लिएर आऊ त ल। ल कम्पुट लगाइदियो त बाबुलाई। छिटो हिँड्न छिटो हिँड्न।
भयो नकुटन हौ भेडालाई ल ल हिँड ल हिँड धेरै नकुट त मर्छ त्यसरी ढुङ्गाले ड्याङकिड्याङ हान्नुहुन्छ त ल हिँड छिरी कुद आरोहन 1 2 3 4 5 छिरी कुद Now, के गरेको आरोहनले चाहिँ के गरेको किन भुभु गरेको बाइक उडाएको ए बाइक उडाउने ल बुढाउँदा फेरि टाउकोमा बसेर बाइक उडाइरहेछ उडाएछ बा खोर खोर भेडा खोर पर्छ आजलाई आज चाहिँ मैले भेडाको चुक्कुर लगाइदिइसकेँ भेडा चाहिँ भित्र बसेर अब घाँस खान्छ यसरी नै बित्छ है त मेरो चाहिँ दैनिकहरू भेडा चराउनु लोगो ल्यायो है हेर्ने छैन त्यही पनि केटाकेटीहरू के गफ गर्दो रहेछ है त म खिच्छु है त तिम्रो नाम के हो प्रियासा के हो प्रियासा के हो के खाएको ओ अर्को तिम्रो के हो नाम यता हेर त ओए ओए तिम्रो नाम के हो तिम्रो नाम तिम्रो नाम के हो तिम्रो नाम के हो तिम्रो नाम के हो सुँगुर पनि भकाउने बेला भएछ है बल्ल बल्ल बाँचेको सुँगुर है यो चाहिँ कता हिँडेको पितिका यो चाहिँ अहिले घर एक धाराको खानेपानी है त खानेपानीको धारा चाहिँ भनौँ न त्यस्तो छ आजलाई चाहिँ यति नै भन्दै बिदा हुन चाहन्छु है त आजको भिडियो चाहिँ यहाँ समाप्त गर्दै फेरि अर्को भिडियोमा भेटौँला भन्दै आजलाई बाई 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 गर्दै बाबु भोलि भेटौँला भनौँ बाई बाई फेरि भेटौँला